हिजो शुक्रबार थियो अ, जहाँ हाम्रो पापको कारण प्रभु यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो। अनि उहाँको शरीरलाई चिहानमा राखियो। अनि भोलि आइतबार हो, जुन दिन उहाँ चिहानबाट बौरी उठ्नुहुनेछ। खाली चिहानले उहाँको मृत्युमाथिको त्यो महान विजयलाई भोलिको दिनमा देखाउनेछ। तर आज हामी शोकको शनिबारमा छौँ। तपाईँले चेलाहरूलाई हेर्नुहुन्छ भने जब येशू आउनुभयो, विभिन्न अपेक्षासहित चेलाहरूले येशूलाई पछ्याएका थिए। अनि त्यो अपेक्षा पुरा नभइसकेपछि शनिबारको दिनमा कस्तो भयो होला एकचोटि यसो विचार गर्नुहोस् त। तपाईँले जसलाई 3 वर्षसम्म पछ्याइराख्नु भएको छ, इजरायलको छुटकारा गर्नुहुने उहाँ नै हुनुहुन्छ भनेर तपाईँले विश्वास गर्नुभएको छ। यत्रो ठुलो आश्चर्यको कामहरू तपाईँ आफैले हेर्नुभएको छ। अनि जुन गुरुलाई 3-3 वर्षसम्म पछ्याएका थिए, अनि त्यो गुरु मर्नुभएको छ, चिहानमा राखिएको छ। अनि यसो विचार गर्नुहोस् त, यदि तपाईँ चेलाहरूको ठाउँमा भएको भए तपाईँको मनमा कस्ता भावनाहरू आउँथे होला? त्यही भएर हामीले के देख्न सक्दछौँ भने आजको जुन यो मर्न स्याटरडे भन्ने छ, यो दिन भनेको कस्तो खालको दिन हो भन्दाखेरि यो कस्तो खालको दिन हो भन्दाखेरि यो हिजोको आँसु र भोलिको आनन्द बिचको मौनताको दिन हो। यो त्यो दिन हो जहाँ येशूको शरीर चिहानमा छ र स्वर्ग पूर्ण रूपमा मौन जस्तो भएको तपाईँ र मलाई लाग्दछ। अनि यो भावनाबाट तपाईँ र म कतिपय अवस्थामा गुज्रने गर्दछौँ। हामी वर्षौँदेखि मण्डली आइरहेका छौँ। कतिजना पहिलो पटक पनि चर्चमा आउनुभएको पनि हुन सक्दछ। अनि कति मानिसहरूले त परमेश्वर हुनुहुन्छ र भनेर त्यो परमेश्वरको अस्तित्वमाथि पनि प्रश्न चिन्ह खडा गर्नुहुन्छ होला। हामी आफ्नै जीवनमा यस्ता धेरै मौन शनिबारहरू आउनेछन् जहाँ तपाईँ र मेरो सम्पूर्ण आशाहरू चिहानमा गाडिएको जस्तै तपाईँ र मलाई लाग्दछ। हामी पुकारा त गर्दछौँ तर परमेश्वरले उत्तर दिनुभएको जस्तो तपाईँ र मलाई लाग्दैन। के तपाईँ पनि यस्तै परिस्थितिबाट गुज्राउनु भएको थियो जहाँ तपाईँको मनमा प्रश्न आएको थियो होला, परमेश्वर हुनुहुन्छ भने मेरो जीवनमा किन यस्तो, किन परमेश्वर मौन हुनुभएको, किन परमेश्वरबाट केही पनि उत्तरहरू आउँदैन, किन मेरो वरपरको सबै परिस्थितिहरू त्यो चिहानभित्र गाडिएको अवस्थामा जस्तै छ होला? यदि तपाईँलाई यस्तै प्रश्न मनमा आएको छ भने तपाईँ एक्लै हुनुहुन्न। बाइबलमा एकजना यस्ता व्यक्ति छन् जसले पनि यस्तै प्रश्न गरेका थिए। आज त्यही व्यक्तिले लेखेको भजनलाई हामी पढ्नेछौँ। यदि तपाईँसँग बाइबल छ भने भजन सङ्ग्रहको पुस्तक 22 अध्यायलाई तपाईँले पल्टाउन सक्नुहुन्छ। साम 22 भजन सङ्ग्रह 22 1 देखि 22 पद म तपाईँको निम्ति पढिदिनेछु। बाँकीको खण्ड वचनमा हामी हेर्नेछौँ। भजन सङ्ग्रहको पुस्तक 22 अध्याय 1 पददेखि लिएर 22 पदसम्म। बुक अफ साम्स chapter 22 verses from 1 to 22। म तपाईँको निम्ति पढिदिनेछु। यहाँ यसरी लेखेको छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? मलाई बचाउनबाट तपाईँ किन यति टाढा हुनुहुन्छ अनि मेरा करुण क्रन्दनका शब्दहरूबाट त्यति टाढा? हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु तर तपाईँ उत्तर दिनुहुन्न। राति पनि म शान्त बन्दिनँ। तापनि तपाईँ परम पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। तपाईँ इजरायलका प्रशंसा हुनुहुन्छ। हाम्रा पुर्खाले तपाईँमा नै भरोसा राखेका थिए। तिनीहरूले भरोसा राखे र तपाईँले तिनीहरूलाई छुटकारा दिनुभयो। तपाईँमा तिनीहरूले पुकारा गरे र बाँचे। तिनीहरूले तपाईँमा भरोसा राखेर निराश भएनन्। तर म त एउटा किरा मात्र हुँ, मानिस होइन, मानिसहरूद्वारा उपेक्षित र लोकद्वारा तुच्छ गनिएको। मलाई देख्नेहरू जति सबैले मेरो ठट्टा गर्छन्। तिनीहरू ओठ लेब्र्याउँछन् र मुन्टो बटार्दै भन्छन्, त्यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाउन्, उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ। तैपनि तपाईँले नै मलाई गर्भबाट निकाली ल्याउनु भयो। मेरी आमाको काखैबाट तपाईँले मलाई तपाईँमाथि भरोसा राख्ने बनाउनु भयो। मेरो जन्मैदेखि म तपाईँमा अर्पण गरेँ। मेरी आमाले मलाई जन्म दिएदेखि तपाईँ मेरो परमेश्वर हुनुभएको छ। मबाट टाढा नहुनुहोस्, किनकि सङ्कष्ट नजिकै छ र मलाई गुहार गर्ने कोही पनि छैन। धेरै साँडेहरूले मलाई घेरेका छन्। बासानका बलिया साँडेहरू मेरो चारैपट्टि छन्। आफ्नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्धमा आफ्नो मुख बाउँछन्। म त पानी झैँ पोखिएको छु र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु महीन जस्तै भइसकेको छ र मेरो छातीभित्र त्यो पग्लेको छ।
माटोको खपेटो झैँ मेरो बल सुकिसकेको छ र मेरो जिब्रो तालुमा टाँसिएको छ। तपाईँले मलाई मृत्युको धुलोमा मिलाउनु भएको छ। कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ। तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्। मेरा सबै हाडहरू म गण्न सक्छु। मानिसहरू द्वेष साथ मलाई एकटक लाएर हेर्छन्। तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे परमप्रभु, तपाईँ चाहिँ टाढा नहुनुहोस्। हे मेरो बल, छिट्टो मेरो गुहार गर्नुहोस्। मेरो प्राणलाई तरबारबाट र मेरो अमूल्य ज्यानलाई कुकुरहरूका पन्जाबाट उद्धार गर्नुहोस्। सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस् र जङ्गली साँडेका सिङहरूबाट मलाई बचाउनुहोस्। म मेरा भाइहरूका सामुन्ने तपाईँको नाउँ घोषणा गर्दछु। सभाहरूको बिचमा म तपाईँको प्रशंसा गर्नेछु। 27 पदमा पढिदिनेछु। समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन् र परमप्रभुतिर फर्कनेछन्। जाति जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत गर्नेछन्। आमेन। वचन पढाइमा परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। यो भजनबाट हामी तीनवटा कुराहरू हेर्नेछौँ। सबभन्दा पहिला तपाईँले दाउदको जुन परित्याग गरिएको छ त्यो पीडालाई उनले व्यक्त गरेका छन्। दोस्रो तपाईँले हेर्नुहुन्छ भने यो भजनमा हामीले प्रायश्चितको प्रबन्धलाई पनि देख्न सक्दछौँ। र तेस्रो भनेको पुनरुत्थानको प्रतिज्ञा अथवा यो येशू ख्रिस्टमा पुरा भएको भजनले तपाईँ र मेरो दिन प्रतिदिनको जीवनमा के अर्थ राख्छ भनेर हामी हेर्नेछौँ। तीनवटा कुरा मैले तपाईँको माझमा आज राख्नेछु। सबभन्दा पहिला परित्यागको पीडा, दोस्रो भनेको प्रायश्चितको प्रबन्ध र तेस्रो भनेको पुनरुत्थानको प्रतिज्ञा। यी तीनवटा कुरालाई आधार मानेर हामी आजको वचनबाट वचनको खण्ड हामी हेर्नेछौँ। सबभन्दा पहिला परित्यागको पीडालाई हामी हेरौँ। हाम्रो जीवनको शनिबारहरूमा हामीले भोग्ने सबैभन्दा ठुलो पीडा भनेको एक्लोपना र परमेश्वरबाट त्यागिएको महसुस हुनु हो। अनि यस्तो प्रकारका दिनहरू तपाईँ र मेरो थुप्रै दिनहरूमा जीवनमा आउने गर्दछन्। अनि दाउदले के गर्दछन् भन्दाखेरि दाउदले दुईवटा काम गर्दछन्। यो सम्पूर्ण भजनमा तपाईँले हेर्नुभयो भने दुईवटा काम गरेका छन्। उनले ओरपर हेर्छन् र उनले माथि हेर्छन्। दुईवटा काम गरेका छन्। उनले ओरपर हेर्छन् र उनले फेरि के गर्छन्, माथि हेर्छन्। यस भजनभरि नै तपाईँले हेर्नु भने यही स्ट्रक्चरमा, यही नै ढाँचामा यो भजन अगाडि गएको हामीले यहाँनिर देख्न सक्दछौँ। 1 र 2 पदमा तपाईँले हेर्नुभयो भने उनले ओरपर हेर्दछन् अनि उनले के भन्छन् भन्दाखेरि म एक्लो भएको छु भनेर दाउदले यहाँनिर भन्दछन्। दाउदले यस भजनको सुरुवातमा नै के भन्छन् भन्दाखेरि परमेश्वरले मलाई चटक्कै त्याग्नु भएको छ। त्यही भएर उनले के भन्दै पुकारा गर्छन् भन्दाखेरि हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? मलाई बचाउनको निम्ति किन तपाईँ यति धेरै टाढा हुनुहुन्छ भनेर यहाँनिर पुकारा गर्दछन्। दाउदका शत्रुहरूले परमेश्वरको यो मौनताको फाइदा उठाएर खिल्ली पनि उठाउँदछन्। यसले परमेश्वरमा भरोसा राखेको होइन र, यसको परमेश्वरले यसलाई बचाओस् भनेर त्यहाँनिर बताइरहेका छन्। कतिपय अवस्थामा तपाईँ र मेरो क्रिस्चियन जीवनमा पनि यस्तै किसिमका आवाजहरू आउने गर्छन् नि, होइन? खोइ त तेरो प्रार्थनाको उत्तर आएको, तेरो परमेश्वर त शक्तिशाली भनेको होइन त, खोइ त तँलाई बचाउनको निम्ति परमेश्वर आएको भनेर मानिसहरूले मजाक उडाइरहेका हुँदछन्। त्यही भएर जब दाउद ओरपर हेर्दछन् उनले आफूलाई निकै एक्लो भएको महसुस गर्दछन्। सायद तपाईँ र म पनि हामी कतिजनाहरू परमेश्वरको अस्तित्वमाथि शङ्का गर्छौँ होला। तपाईँलाई लाग्ला यति धेरै दुःख र मौनता भएको संसारमा कसरी परमेश्वर हुनुहुन्छ होला, अथवा परमेश्वर हुनुहुन्छ भने किन यति धेरै दुःख र कष्ट हाम्रो वरपर छ भन्ने प्रकारको प्रश्न तपाईँ र मेरो मनमा आएको होला। तर बाइबलले यहाँ के देखाएको छ भन्दाखेरि दुःख र कष्टहरू मानव जीवनमा आइलाग्ने सत्यताहरू। यसबाट तपाईँ र म कुनै पनि हालतमा उम्कन सक्दैनौँ भनेर बाइबलले यहाँनिर देखाइदिएको छ। बाइबलको एउटै महान राजा दाउदले पनि ठ्याक्कै यही शङ्का र प्रश्न सोधेका थिए। प्रभु, मैले त आमाको गर्भबाट तपाईँले मलाई रच्नु भएको हो, मलाई त त्यो बेलादेखि तपाईँले छान्नु भएको, र पनि हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? तर दाउदले यहाँनिर केवल ओरपर मात्रै हेर्दैनन्, दाउदले त्यसपछि माथि हेर्छन्। 3 देखि 5 पदमा तपाईँले हेर्नुभयो भने उनले माथि हेर्दाखेरि के भन्छन् भन्दाखेरि जब माथि हेर्दछु तपाईँ पवित्र हुनुहुन्छ भनेर उनले भन्दछन्। अनुत्तरित प्रार्थनाको बिचमा पनि दाउदले केवल आफ्नो परिस्थितिलाई मात्रै हेरिरहँदैनन्, तर उनले माथि हेर्दछन् अनि त्यो माथि उनले परमेश्वरको पवित्र सिंहासनलाई देख्दछन्।
उनी माथि परमेश्वरतिर हेर्दछन्। उनी स्वीकार गरेर के भन्छन् भन्दाखेरि परमेश्वर मौन भए तापनि हे परमेश्वर तपाईँ पवित्र हुनुहुन्छ र बचाउनमा सक्षम हुनुहुन्छ भन्ने कुरा यहाँनिर दाउदले गरेका छन्। अनि उनले 5 पदतिर 4 र 5 मा तपाईँले हेर्नुभयो भने उनले आफ्नो विगतलाई हेर्दछन्। के भन्छन् भन्दाखेरि तपाईँले विगतमा इजरायलका यी सबै मानिसहरूलाई छुटकारा दिनुभएको भनेर उनले त्यो याद गर्दछन्। हामीले प्रस्थानको पुस्तक अध्ययन गरिरहेका छौँ नि, होइन र? दाउदका पिता पुर्खाहरूलाई तपाईँले हेर्नुहुन्छ भने परमेश्वरले मिस्र देशको दासत्वबाट आफ्नो शक्तिशाली बाहुलीले छुटकारा दिएर लिएर आउनु भएको थियो। अनि दाउदले पछाडि हेर्दछन्, माथि हेर्दछन्, के भन्दछन् भन्दाखेरि हे परमेश्वर तपाईँले त हेर्नुहोस् त मेरा पिता पुर्खाको माझमा कति धेरै आश्चर्यको काम गर्नुभएको छ भनेर उनले त्यहाँ पछाडि पनि हेर्दछन्। तर दाउदको व्यक्तिगत अनुभव भने एकदमै धेरै फरक छ। उनलाई के लाग्छ भन्दाखेरि मेरा पिता पुर्खाहरूको जीवनमा त तपाईँ सत्य हुनुभयो, मेरा पिता पुर्खाहरूको जीवनलाई त तपाईँले बचाउनु भयो, तर जब मेरो जीवनलाई हेर्दछु खोइ तपाईँले बचाउनुहुन्छ जस्तो लाग्दैन प्रभु। किनकि 6 देखि 8 पदमा उनले यही नै भन्दछन्। जब उनले वरपर हेर्दछन् 6 देखि 8 पदमा उनले भन्छन् म अपमानित भएको छु। निराशाको एउटा अर्को लहरसँगै दाउद फेरि आफ्नै समस्यातिर फर्कन्छन्। उनलाई मानिसहरूले तिरस्कार गरेका छन् र तुच्छ ठानेका छन्। यहाँनिर हेर्नुहोस् त उसले के भन्छन् भन्दाखेरि म त किरा जस्तै छु भनेर यहाँनिर आफूले एउटा किरा मात्रै हुँ भनेर तुलना गरेका छन्। किरा भनेको खुट्टाले किल्ची मिल्ची पार्न सक्ने भनेको मतलब के हो भन्दाखेरि दाउदको अस्तित्व, मेरो अस्तित्व धुलोमा किल्ची मिल्ची भएको छ भनेर दाउदले आफूले आफूलाई यहाँनिर वर्णन गर्दछन्। मानिसहरूको उनको भक्ति र भरोसाको खिल्ली उडाइरहेको दाउदले यहाँनिर महसुस गर्दछन्। तर उनी त्यतिमा मात्रै रोकिँदैनन्। उनी 4 मा तपाईँले हेर्नुभयो भने उनी माथि हेर्दछन्। 9 र 10 पदमा उनले के भन्छन् भन्दाखेरि तर तपाईँ त मेरो परमेश्वर हुनुहुन्छ। एकपटक फेरि दाउद आफ्नो वर्तमान दुःखबाट नजर फर्काउँछन् र माथि हेर्छन्। यी सबै कुराको बावजुद दाउदको ध्यान निकै व्यक्तिगत र घनिष्ठ छ। उनले इतिहासमा काम गर्ने परमेश्वरको गवाई दिएका छन् र आफ्नै इतिहासको कुरा गर्दछन्। दाउदले त्यागिएको महसुस गरे तापनि परमेश्वर दाउदको परमेश्वर हुनुहुन्छ भन्ने बहुमूल्य सत्यतामा उनी उभिएका छन्। यहाँ याद गर्नुपर्ने कुरा भनेको तपाईँ इजरायलीहरूको परमेश्वर हुनुहुन्छ, तपाईँ पिता पुर्खाहरूको परमेश्वर हुनुहुन्छ भनेर दाउदले भनेका छैनन्। उनले भनेका छन् तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। त्यही भएर मैले नदेखे तापनि, खोइ मैले यो छुटकाराको अनुभव नगरे तापनि, तपाईँले मलाई त्यागेको जस्तै महसुस हुँदाखेरि पनि हे परमेश्वर तपाईँ मेरो परमेश्वर हुनुहुन्छ भनेर दाउदले 9 र 10 पदमा यहाँनिर बताउनुहुन्छ। यति मात्र होइन, उनले के भन्छन् भन्दाखेरि मेरो जन्मदेखि नै म तपाईँमा अर्पण गरेँ भनेर यहाँनिर बताएको छ। मेरी आमाले मलाई जन्म दिएदेखि मेरा परमेश्वर तपाईँ मेरा परमेश्वर हुनुभएको छ भनेर उनले यहाँनिर बताएका छन्। उनी माथि हेर्दछन् र एकछिन सान्त्वना पाउँदछन्। तर वर्तमानको कठोर यथार्थले दाउदलाई फेरि थिच्दछ, किनभने उनी फेरि वरपर हेर्छन्। 11 देखि 18 पदसम्मको त्यो लामो खण्डलाई तपाईँले हेर्नुभयो भने उनले जब वरपर हेर्छन् र उनले के भन्छन् भन्दाखेरि म त मर्नै लागेको छु भन्ने निचोडमा उनी पुगेका छन्। हे प्रभु, हो तपाईँले मलाई छान्नु भएको, मेरा पिता पुर्खाहरूको जीवनमा तपाईँ सत्य हुनुभएको छ, तर अहिले तपाईँ कहाँ हुनुहुन्छ? परमेश्वरले कसरी आफ्ना छोराछोरीहरूलाई छोड्न सक्नुहुन्छ? जब उनीहरूलाई मद्दत चाहिएको हुँदछ किन परमेश्वर बचाउनको निम्ति उपस्थित हुनुभएको छैन? दाउदले यिनै प्रश्न यहाँनिर सोधिरहेका छन्। दाउद वरपर हेर्छन् र बिलाप गर्दै भन्छन् परमेश्वर टाढा नहुनुहोस्, किनकि समस्या मेरो नजिकै छ र मलाई मद्दत गर्ने कोही पनि छैन। र उनले आफ्ना शत्रुहरूलाई यसरी व्याख्या गर्दछन्। यहाँनिर तपाईँले हेर्नुभयो भने 12 र 13 पदमा धेरै साँडीहरूले मलाई घेरेका छन्। बासानका बलिया साँडीहरू मेरो चारैपट्टि छन्। आफ्नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्धमा आफ्नो मुख बाउँछन्, तर म त पानी चाहिँ पोखिएको छु। म त एउटा किरा जस्तै छु। मेरा शत्रुहरू यति शक्तिशाली छन्, उनीहरू मोटा मोटा साँडे जस्तै र आफ्नो आहारा खानको निम्ति तयारी अवस्थामा बसेको सिंह जस्तै छन्, तर म कस्तो छु? म त एउटा किरा जस्तै छु। म निकै कमजोर छु। त्यही भएर आफ्ना समस्याहरूलाई हेरेर, आफ्ना शत्रुहरूलाई हेरेर
दाउद निराश भएर बसेको हामीले यहाँनिर देख्न सक्दछौँ। तर तपाईँले हेर्नुभयो भने उनले माथि पनि हेर्दछन् र यो खण्डपछि दाउदको गनगन प्रशंसामा बदलिएको छ। 19 देखि 31 सम्म तपाईँले हेर्नुभयो भने त्यहाँनिर परमेश्वरले एउटा यस्तो अचम्मको कुरा यहाँनिर गर्नुभएको छ। अगाडिसम्म तपाईँले हेर्नुभयो भने अघिसम्म बिलाप गरिरहेको दाउद अचानक प्रशंसा गर्दै के भन्छन् भन्दाखेरि परमेश्वरले मलाई मृत्युबाट बचाउनु भयो। अनि 27 पदमा उनले छुटकाराको नतिजा यसरी बताउँदछन्। उनी भन्छन् पृथ्वीका सबै पल्लो छेउका मानिसहरू परमप्रभुतिर फर्कनेछन् भनेर पनि भन्छन्। मलाई थाहा छैन यो येशू आउनुभन्दा अगाडि मानिसहरूले यो भजनलाई कसरी पढे भनेर मलाई थाहा छैन, किनकि येशू आइसकेपछि यो स्पष्ट हामीलाई चाहिँ भएको छ। तर पुरानो करारका मानिसहरूले यो भजनलाई कसरी पढे भनेर मलाई एकदमै धेरै अचम्म लाग्दछ, किनकि यहाँ सोच्नुपर्ने कुरा के हो भन्दाखेरि दाउदको एउटा सानो व्यक्तिगत छुटकाराले कसरी संसारका सबै मानिसहरूलाई उद्धार दिन सक्छ। दाउद आफैले पनि सायद यो बुझेका थिएनन् होला। तपाईँले यहाँनिर हेर्नुभयो भने दाउदले जुन जुन कुराहरू यहाँनिर बताएका छन्, जस्तै कुकुरहरू मेरो चारैपट्टि छन्, मेरा सबै हाडहरू म गन्न सक्दछु, तिनीहरू मेरो वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरू चिट्ठा हाल्छन् भनेर जुन शब्द चलाएका छन्, यो भनेको मृत्युदण्ड दिनको निम्ति तयार पारिएको अवस्था हो। जब कुनै व्यक्तिहरूलाई मृत्युदण्ड दिइन्थ्यो त्यो बेलामा के गरिन्थ्यो भन्दाखेरि वस्त्रहरू फुकालेर चिट्ठा हालेर अनि त्यो वस्त्रहरूको बाँडफाँड हुँदथ्यो। अनि यहाँ तपाईँले हेर्नुभयो भने तपाईँले के अरे मेरा यो हातहरू छेडिएको छ, मेरो खुट्टाहरू छेडिएको छ भनेर जुन भन्दछन्, दाउदको जीवनसँग तपाईँ र म अभ्यस्त छौँ। हामीले ग्यादरिङमा केही वर्ष अगाडि पहिलो सामुएल र दोस्रो सामुएलको पुस्तकलाई सिरिजको रूपमा हामीले अध्ययन गरेका छौँ, जुन बेलामा दाउदको जीवनीलाई नजिकबाट हामीले निहालेका छौँ। दाउदको कुन कालखण्डमा दाउदले यो मृत्युदण्डको सामना गरे भन्नुहोस् त? कहीँ पनि गरेको छैन। त्यही भएर अचम्मको यो जुन भजन छ तपाईँले हेर्नुहुन्छ भने दाउदले के भन्छन् भन्दाखेरि एकजना मानिसको कारणले गर्दाखेरि पृथ्वीका सबै पल्लो छेउका मानिसहरू के गर्दैछन् रे? परमप्रभुतिर फर्कनेछन्। के दाउदको कारणले गर्दाखेरि हो? पक्कै पनि होइन। तपाईँले यहाँनिर हेर्नुभयो भने दाउदले अरू कसैलाई हेरिरहेका थिए। यहाँनिर प्रेरितको पुस्तक 2 अध्यायको 31 पदमा पत्रुसले के भन्छन् भन्दाखेरि यसकारण दाउद एक अगमवक्ता भएका हुनाले अघिबाटै यो देखेर उनले ख्रिस्टको पुनरुत्थानको विषयमा के गरे रे? भने भनेर यी भजनहरूलाई फर्केर उनले हेर्दछन्। अर्को शब्दमा तपाईँलाई भन्नु पर्दाखेरि यहाँनिर दाउदले आफ्नो दुःख मनन गरिरहँदाखेरि पवित्र आत्माद्वारा एउटा महान दाउद अथवा येशू ख्रिस्टको दर्शन उनले देखिरहेका थिए, किनकि उहाँ अझ ठुलो कष्टबाट, परमेश्वरद्वारा अझ ठुलो त्यागबाट र एउटा झन ठुलो छुटकाराबाट भएर जानेवाला हुनुहुन्थ्यो। त्यही भएर हिजो पनि हामीले एल्डर सन्तोषज्यूले जुन वचनको रिफ्लेक्सन दिनुभएको थियो उहाँले त्यही नै भन्नुभयो, क्रुसमा येशूको त्यो महान पुकार, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ भनेर जब दाउदले भन्दछन्, त्यो केवल येशू ख्रिस्टको क्रुसको पूर्व छाया मात्रै थियो। जुन कुराको क्षणिक अनुभव दाउदले आफ्नो कार्यकालमा गरेका थिए त्यसको पूर्णता येशूले क्रुसमा गर्नुहुने थियो। अनि नभन्दै येशूले क्रुसमा त्यही नै भन्नुहुन्छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। जब येशू क्रुसमा हुनुहुन्थ्यो उहाँले यही भजन सङ्ग्रह 22लाई उद्धृत गरेर भन्दै हुनुहुन्छ कि त्यो भजन त मेरो बारेमा हो। दाउदले जसको विषयमा लेखेका थिए, उनी एक अगमवक्ताको रूपमा आउनुहुने महान र उत्तम दाउदको विषयमा लेख्दै उनले भनेका थिए र अहिले म क्रुसमा यही नै भजनलाई पुकारा गर्दैछु, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। अनि जुन यो बाणी छ यसलाई हामीले दुईवटा कुरामा एकदमै धेरै बुझ्नु पर्दछ। दुईवटा कुरा भनेको, एउटा भनेको उहाँको कष्टको असीमिततालाई हामीले देख्दछौँ। फर्स्ट वी क्यान सी द इमेजरेबिलिटी अफ हिज सफरिङ। जब येशूले चिच्याउनु भयो तपाईँले महसुस गर्नुहुन्छ कि त्यो एकदमै धेरै फरक कुरा थियो, किनभने त्यो बेलासम्म येशूमाथि
सबै प्रकारका कुराहरू भइरहेका थिए, तर उहाँले एक शब्द पनि बोल्नु भएको थिएन। तपाईँलाई याद छ हिजो हामीले यूहन्नाको खण्ड पढिरहेका थियौँ। उहाँलाई कोर्रा लगाउन लगेको थियो, त्यो बेलामा पनि उहाँले आफ्नो मुख खोल्नु भएको छैन। त्यहाँनिर हन्नासको अगाडि लगिनु भएको थियो। त्यसपछि तपाईँले हेर्नुहुन्छ भने उहाँलाई त्यो ट्रायलको लागि पिलातसको अगाडि लगिएको थियो, त्यहाँनिर पनि उहाँले मुख खोल्नु भएको छैन। तर जब उहाँ क्रुसमा हुनुहुन्छ अनि उहाँले के भन्दै हुनुहुन्छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। यसको अर्थ अब केही नयाँ कुरा भइरहेको थियो कि येशूलाई एकदमै धेरै गाह्रो भएर हो, होइन, योभन्दा अगाडि नै हो। तपाईँले हेर्नुहुन्छ भने अगाडि नै होइन र उहाँले भन्नुभएको, हे पिता, यदि सम्भव छ भने यो कचरा हटाइदिनुहोस्, तर मेरो होइन तपाईँको इच्छा पुरा होस् भनेर गेत्सेमानीको बगैँचाबाट उहाँको पीडाहरू सुरु भएको थियो। त्यही भएर जब उहाँलाई क्रुसमा किला ठोकिएको थियो, ओहो मेरो हात दुख्यो भनेर पनि उहाँले भन्नुभएको होइन। जब पाउमा किला ठोकेको थियो, ओहो मेरो खुट्टा दुख्यो भनेर पनि भन्नुभएको होइन। उहाँले के भन्दै हुनुहुन्छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर। एट दिस मोमेन्ट Jesus was suffering more than physical pain. यहाँनिर येशूले शारीरिक पीडाभन्दा अनन्त गुणा अर्को पीडाको सामना यहाँनिर गरिराख्नु भएको थियो। त्यो भनेको परमेश्वरबाटको बिछोड, जुन सम्बन्ध अनन्तदेखि सृष्टि गर्नुभन्दा अगाडिदेखि नै जुन अनन्तताको सम्बन्ध थियो, पापको कारणले गर्दाखेरि येशू पाप बनेर क्रुसमा चढ्नु भएको कारणले गर्दाखेरि आज परमेश्वरसँगको सम्बन्ध टुटेको थियो। अनि पापले गर्ने भनेको त्यही नै हो। अनन्तदेखि यहाँ पुत्र हुनुहुन्छ जो पूर्ण रूपमा पिताको लागि जिउनु भयो र उहाँले पितालाई गुमाउनु भएको छ। जब येशू ख्रिस्टले पिताको उपस्थिति गुमाउनु भयो, त्यसै क्षण उहाँ अनन्त अन्धकारमा डुब्नु भएको छ। त्यही भएर परमेश्वरको सम्पूर्ण क्रोध जब येशू माथि वज्रपात हुँदै थियो अनि उहाँले असह्य पीडा भएर त्यो सम्बन्धबाट टाढा भएको अनुभवले अनि उहाँले भन्दै हुनुहुन्छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। उहाँको कष्टको असीमतालाई एकचोटि हेर्नुहोस् त। दाउदले त केवल अनुभव मात्रै गरेका थिए। दाउदलाई परमेश्वरले कहिले पनि त्याग्नु भएको थिएन, तर आफ्नै पुत्रलाई परमेश्वरले क्रुसमा त्याग्नु भएको थियो र उहाँ अनन्त अन्धकारमा डुब्नु भयो। त्यही भएर पहिलो हामीले देख्न सक्ने भनेको उहाँको कष्टको असीमतालाई हो। दोस्रो भनेको हामीले उहाँको विश्वास योग्यताको असीमतालाई पनि देख्न सक्दछौँ। बाहिरी रूपमा हेर्दा जब उहाँले पुकारा गर्नुहुन्छ, उहाँले आफ्नो नियन्त्रण गुमाइरहनु भएको जस्तो देखिन्छ, तर त्यस्तो होइन। मेरा परमेश्वर भन्नु करारको विश्वास योग्यताको भाषा हो। तिमीहरूको परमेश्वर, उनीहरूको परमेश्वर, स्वर्गको परमेश्वर भनेर भन्नुभएको छैन। उहाँले त्यो कठिन अवस्थामा पनि मेरो परमेश्वर भनेर भन्दै हुनुहुन्छ। नरकको मुटुबाट, त्यो नरकको बीच भागबाट येशू भन्दै हुनुहुन्छ कि म अझै तपाईँलाई प्रेम गर्छु, म अझै तपाईँको विश्वास योग्यतामा विश्वास गर्दछु। एकचोटि हेर्नुहोस् त उहाँको विश्वास योग्यतालाई। तपाईँले याद छ अदनको बगैँचामा जब आदम र हव्वालाई परमेश्वरले भन्नुभयो, रुखको बारेमा मेरो आज्ञा पालन गर र तिमीहरू बाँच्नेछौ। परमेश्वरले भन्नुहुन्छ यो आज्ञा पालन गर र तिमीहरूलाई आशीर्वाद दिनेछु। तर पहिलो आदम र हव्वा, पहिलो मानिसहरू त्यो बगैँचामा परीक्षित हुँदाखेरि उनीहरू फेल भए। उनीहरूलाई परमेश्वरले भन्नुभएको थियो यो रुखको बारेमा मेरो आज्ञा मान र तिमीहरू बाँच्नेछौ। तर उनीहरू अनाज्ञाकारी भए र परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारणले गर्दाखेरि उनीहरूमा मृत्यु आयो। दोस्रो आदम हुनुहुन्छ जो यही बगैँचामा परीक्षित हुनुभएको छ अनि परमेश्वरले भन्नुहुन्छ यो रुखको बारेमा मेरो आज्ञा मान अनि तिमी मर्नेछौ। अनि येशूले आज्ञा पालन गर्नुहुन्छ। येशूले आज्ञा पालन गर्नुहुन्छ। परमेश्वरले भन्नुहुन्छ रुखको बारेमा मेरो आज्ञा मान र तिमी छिया छिया हुनेछौ। रुखको बारेमा मेरो आज्ञा मान र तिमी त्यो अन्धकारमा होमिनेछौ। अनि येशूले भन्नुहुन्छ तपाईँकै इच्छा पुरा होस्।
कस्तो अचम्मको प्रेम येशूले क्रुसबाट देखाउनु भएको छ, यसो हेर्नुहोस् त। कसका लागि येशू यो क्रुसमा जानुभयो, कसका लागि उहाँ मर्नुभयो, अनि बाइबलले भन्दछ तपाईँ र मेरो लागि। इट वाज फर यु एन्ड मी। किनकि मर्नुपर्ने त तपाईँ र म थियौँ। हामी सबैजना परमेश्वरको विद्रोही भएका थियौँ। पापले गर्दाखेरि तपाईँ र मलाई परमेश्वरबाट सदा सर्वदाको लागि अलग गर्दै थियो। अनि येशू आउनुहुन्छ अनि उहाँ भन्नुहुन्छ म तिम्रो साटोमा मर्नेछु। 1941 को समयमा पोल्यान्डमा एउटा यातना शिविर थियो, जुन चाहिँ नाजीहरूले राखेको, जहाँ चाहिँ मानिसहरूलाई जनावरभन्दा पनि तल्लो स्तरको व्यवहार गरिन्थ्यो। त्यहाँ एउटा अत्यन्तै डरलाग्दो नियम थियो। त्यो नियम के भन्दाखेरि यदि कुनै कैदी भागेर गयो भने त्यसको सजाय स्वरूप बाँकी कैदीहरू मध्येबाट 10 जनालाई छानेर एउटा अँध्यारो काल कोठरीमा भोक्कै मर्नको लागि थुनिन्थ्यो। यो रियल स्टोरी नै हो। 1941 को दोस्रो विश्वयुद्ध ताकाको बेलाको तपाईँले हेर्नुहुन्छ भने यहाँनिर। अनि जुलाईको महिनामा के भयो भन्दाखेरि एउटा यस्तो खबर फैलियो, अनि त्यो खबर चाहिँ एकदम व्यापक भयो कि एकजना कैदी शिविरबाट भागेछ भनेर त्यहाँनिर हल्ला फिजाइयो। साँझ पख त्यो शिविरको क्रूर नाजी कमान्डरले बाँकी रहेका सबै कैदीहरूलाई लाइनमा उभ्यायो अनि उसले मानिसहरूको अनुहार हेर्थ्यो। अघि नै भने नि 10 जना छान्ने र उसलाई चाहिँ कालकोठरीमा थुन्ने। अनि त्यसपछि उसले छान्न आयो, तिमी त त त त भनेर 10 जनालाई छानियो। जसलाई त्यो औँला देखाइन्थ्यो उसको लागि त्यो मृत्युको घोषणा हुन्थ्यो, किनकि त्यो अँध्यारो कोठाबाट उनीहरू कहिले पनि बाहिर निक्लिन पाउँदैनथे। ती छानिएका 10 जना मध्ये एकजना मान्छेको नाम फ्रान्सिस जेज भन्ने थियो। जब कमान्डरले उसलाई छान्यो, ऊ डरले थरथर काम्न थाल्यो। ऊ भुइँमा बङ्रङ्गै पछारियो, डाको छोडेर रुन थाल्यो। उसले चिच्याउँदै भन्यो, मेरो श्रीमती र मेरा साना छोराछोरीहरू छन्, अब उनीहरूको देखभाल कसले गर्छ? मैले उनीहरूलाई फेरि कहिले देख्न पाउने छैन। कृपया गरेर मलाई यो कालकोठरीमा नलगिदिनुहोस्। उसले धेरै रोयो, ऊ धेरै रोयो, जमिनमा घोप्टो परेर रोयो, कमान्डरको खुट्टा समातेर रोयो। त्यो मानिसको रुवाईले त्यहाँको वातावरण अत्यन्तै कारुणिक बनिसकेको थियो। अचानक लाइनबाट उभिएको एकजना मान्छे अगाडि सर्यो। त्यो शिविरमा बिना अनुमति लाइनबाट बाहिर निस्कनु भनेको सिधै गोली खानु थियो, तर पनि आफ्नो ज्यानलाई दाउमा राखेर त्यो मान्छे अगाडि सर्यो। ऊ शान्त र निडर पाइला चाल्दै कमान्डरको ठिक अगाडि गएर उभियो। त्यो मान्छेको नाम थियो मैक्सिमिलियन कोल्बे। क्याथोलिक थियो, ऊ फादर थियो। ऊ अगाडि आएपछि ऊ एकदम छक्क पर्यो। अनि उसले आफ्नो बन्दुक ताक्दै सोध्यो, तँ को होस्, के चाहन्छस्? अनि मैक्सिमिलियन कोल्बेले भने, म एक क्याथोलिक फादर हुँ र म यो मान्छेको सट्टामा मर्न चाहन्छु, किनभने उसको परिवार छ, उसको श्रीमती छ, उसको छोरीहरू छ, तर मेरो त कोही पनि छैन। त्यही भएर मलाई उसको ठाउँमा त्यो कालकोठरीमा लैजाऊ र उसलाई बाँच्न देऊ। अनि त्यो फ्रान्सिस जेज भन्ने व्यक्तिलाई लाइनमा फर्काइयो र यो मैक्सिमिलियन कोल्बे भन्ने व्यक्तिलाई अन्य 9 जनासँगै भोक्कै मर्नको लागि त्यो भयानक अन्धकारको कालकोठरीमा फालियो। सामान्यतया जब मानिसहरू त्यो कालकोठरीमा जाने गर्दथे, उनीहरू मानिसहरूलाई सराप्थे, चिच्याउँथे, रुन्थे, दारा किट्दथे। तर यो व्यक्तिको उपस्थितिको कारणले गर्दाखेरि त्यो अन्य 9 जनाको जीवनमा पनि साहस आयो। अब उनीहरू रोइरहेका थिएनन्, तर यो व्यक्तिको, यो मैक्सिमिलियनको अगुवाईमा उनीहरू भजन गाएर प्रार्थना गरिरहेका थिए। 2 हप्ता बित्यो, भोक र तिर्खाले 9 जना कैदीहरूको मृत्यु भइसक्दा पनि यो मैक्सिमिलियन अझै जीवित थिए। अनि अन्ततः अगस्त 14 को दिनमा नाजिक सैनिकहरूले कोल्बेको हातमा विषको सुई लाएर उसको हत्या गरिदिँदछन्। तर मैक्सिमिलियनको त्यो बलिदान खेर गएन, किनकि फ्रान्सिस जेस, जसलाई उनले छुटकारा दिएका थिए, जसको साटोमा उनी त्यो कालकोठरीमा गएका थिए, उनी युद्धबाट बाँच्ने मौका पाए र आफ्नो घरमा फर्किए। आफ्नी श्रीमती र छोराछोरीहरूलाई अँगालो हाले र 93 वर्षको उमेरसम्म उनी बाँचे। आफ्नो बाँकी जीवनभरि यो फ्रान्सिस जेज जहाँ गए पनि उनले एउटै कथा सुनाउँदै हिँड्थे। अनि त्यो कथामा यही नै थियो, आज म जीवित छु
किनभने एक दिन अर्को एउटा मानिस मेरो मृत्यु मर्नको लागि अगाडि सरेको थियो। एन्ड आई थिङ्क दिस इज योर एन्ड माई टेस्टिमोनी टु। आज तपाईँ र म पापको त्यो अँध्यारो कोठामा होमिएका थियौँ। आज तपाईँ र मलाई कसैले पनि छुटकारा दिन सक्ने थिएन। तपाईँ र म मृत्युको दिन भन्दै बसिरहेका थियौँ। अनि हाम्रो येशू आउनुहुन्छ अनि भन्नुहुन्छ, लेट मी डाई फर यु, म तिम्रो साटोमा मरिदिनेछु। त्यही भएर ग्यादरिङ परिवार, कल्वरीको क्रुसमा येशू ख्रिस्टले गर्नुभएको ठिक यही नै काम हो। तर उहाँको बलिदान यो म्याक्सिमिलियनको भन्दा कता हो कथा अधिक छ। तपाईँलाई थाहा छ, पाप र विद्रोहको कारणले गर्दाखेरि आज तपाईँ र म परमेश्वरको क्रोध, अनन्त क्रोध र न्यायको काल कोठरीमा हुनुपर्ने थियो। हामी पूर्ण रूपमा त्यागिनु पर्ने थियो। तर येशू ख्रिस्ट अगाडि सर्नुभयो र पितालाई भन्नुभयो, यिनीहरूको सट्टामा म यो सजाय भोग्नेछु। येशू ख्रिस्टले क्रुसमा गरिदिनु भएको यो महान प्रायश्चितको प्रबन्धले आज शोकको शनिबारको अन्धकारमा बस्ने तपाईँ र मलाई एउटा जीवन्त आशा दिँदछ। अघि नै मैले तपाईँलाई भने नि, कहिलेकाहीँ हाम्रो जीवन ठ्याक्कै शनिबारको दिन जस्तै हुँदछ। गुड फ्राइडेमा येशू मर्नुभयो, आज उहाँ चिहानमा हुनुहुन्छ, भोलिको दिन आउनै बाँकी छ। अनि हाम्रो क्रिस्चियन जीवन पनि कहिलेकाहीँ अन्योलता, अनिश्चितता र बिना आशाबाट हामी हिँडिरहेको बेलामा आज यो घटनाले तपाईँ र मलाई एउटा आशा दिएको छ। के आशा दिन्छ? तीनवटा कुराहरू हामी देख्न सक्नेछौँ। येशूको पुनरुत्थानको प्रतिज्ञाले तीनवटा कुराहरू आज तपाईँ र मेरो जीवनमा आएको छ। पहिलो, यसले हामीलाई सबैभन्दा महान साथी दिन्छ। तपाईँले याद छ, दुःख कष्टमा तपाईँलाई सबैभन्दा बढी चाहिने भनेको यही नै हो। एउटा यस्तो असल मित्र जो तपाईँ सँगसँगै हिँडोस्, एउटा असल मित्र जसले तपाईँको भित्री पीडालाई बुझोस्। दुःख कष्टमा तपाईँलाई कहिलेकाहीँ उत्तरहरू होइन, बरु साथ चाहिएको हुँदछ। तपाईँलाई याद छ, संसारको कुनै पनि दर्शन, कुनै पनि धर्मले परमेश्वर आफैले दुःख भोग्नुभयो भनेर सिकाउँदैन। तर क्रुस मात्र एउटा यस्तो ठाउँ हो, येशू मात्र एकजना यस्तो व्यक्ति हुनुहुन्छ, येशू मात्र एउटा यस्तो परमेश्वर हुनुहुन्छ जो हाम्रो पीडामा सँगै रुनुहुन्छ र यति मात्र होइन, सहभागी पनि हुनुहुन्छ। दोस्रो, यसले तपाईँको दुःखलाई सबभन्दा उत्तम भविष्य पनि दिन्छ। येशू ख्रिस्टको दुःख कष्ट क्रुसमा मात्रै सकिएको छैन, यसले संसारको छुटकारा ल्याएको छ। यसको अर्थ भनेको के हो भन्दाखेरि, तपाईँ र मेरो दुःख र कष्टको एउटा सुनिश्चित भविष्य छ। हामीले भोग्ने प्रत्येक पीडा र आँसुहरू केवल संयोग मात्रै होइनन्, तर परमेश्वरको हातमा पुगिसकेपछि हाम्रो हरेक घाउ, हाम्रो हरेक पीडा एउटा उद्देश्यमा बदलिएको हुँदछ। त्यही भएर तपाईँले अहिले झार्ने प्रत्येक आँसुहरू व्यर्थैमा कहिले पनि जाँदैनन्। हिजोको दिनलाई फर्केर हेर्नुहोस् त, हिजोको पीडा आज तपाईँको गवाही भएको छ। मैले पनि व्यक्तिगत रूपमा सामना गरेका हरेक दुःख र निराशा र शून्यपन कहिले पनि खेर गएका छैनन्। यी सबै मेरो सेवकाईमा, यी ग्यादरिङ परिवारमा मानिसहरूलाई सान्त्वना दिने एउटा नयाँ आशिष बनेर प्रकट भएका छन्। त्यही भएर निराश नहुनुहोस्। येशू ख्रिस्टको हातमा सुम्पिएको तपाईँको दुःख कष्टहरूको पनि एउटा महिमित भविष्य छ भन्ने कुरा यसले देखाएको छ। तेस्रो र अन्तिम, परमेश्वरले त्याग्नु भएको महसुस हुँदा तपाईँ र मलाई आशा पनि दिँदछ। जब क्रुसमा येशूले पुकारा गर्दै हुनुहुन्थ्यो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? हाम्रो आफ्नै जीवनका सङ्घर्षहरूमा हामी पनि यही पोइन्टमा पुग्दछौँ कि परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? तर क्रुसले हामीलाई एउटा गहिरो सत्यता बताएको छ। येशू ख्रिस्टलाई साँच्चै क्रुसमा त्यागिएको थियो, ताकि जब जब तपाईँ र म सहायताको निम्ति पुकार्दछौँ, तपाईँ र म कहिले पनि नत्यागिएका हौँ। येशू ख्रिस्ट साँच्चै क्रुसमा रित्तिनु भएको थियो, ताकि तपाईँ र म भरिपूर्ण हुन सकौँ। येशू ख्रिस्ट क्रुसमा मर्नु भएको थियो, ताकि तपाईँ र म सदा सर्वदा जीवित हुन सकौँ। यसको अर्थ यही हो, अब परमेश्वरले तपाईँलाई साँच्चै कहिले पनि त्याग्नु हुने छैन। त्यही भएर ग्यादरिङ परिवार, आज हामी शोकको शनिबारमा छौँ। मौनता र पर्खाइको यो दिन कहिलेकाहीँ असाध्यै भारी लाग्न सक्दछ।
तर नबिर्सनुहोस्, भोलि इस्टर सन्डे हो। भोलिको खाली चिहानले यो प्रमाणित गर्नेछ कि परमेश्वरले येशूको त्यो पुकारा सुन्नुभएको छ। यदि आज तपाईँ आफ्नो जीवनको कुनै मौन शनिबारबाट गुज्रिरहनु भएको छ भने हरेस नखानुहोस्। येशू ख्रिस्टले तपाईँको सट्टामा पूर्ण त्याग भोगिसक्नु भएको छ। तपाईँ आफ्नो सङ्घर्षमा कहिल्यै एक्लो हुनुहुन्न। तपाईँको दुःखको एउटा उद्देश्य छ र यसको महिमित भविष्य छ। यसैले आज तपाईँका भावनाहरूले जस्तो सुकै पुरा गरे तापनि जीवनको आधी बेरीहरूमा पनि मुस्कुराउनुहोस्। किन? किनकि हामीले यही कुरा देख्न सक्दछौँ कि उहाँले मलाई सङ्कष्टहरूमा डुब्नको लागि छोड्नुहुने छैन। तर यीशु ख्रिस्ट मेरो जीवनको डुङ्गामा सवार हुनुभएकोले म आधी बेरीहरूमा पनि मुस्कुराउँदछु। दाउदले भनेको अन्तिम कुरालाई पढ्न चाहन्छु। उहाँले पीडितहरूको दुःखलाई तुच्छ ठान्नु भएको छैन, न घृणाको दृष्टिले हेर्नु भएको छ। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनु भएको छैन, तर त्यसले सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नु भएको छ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ।